गाई चाहिँ हेर्नुहोस् है हाम्रो यो के भन्छ यसलाई तरबुजा हो कि खरबुजा फलिरहेछ। यत्रो भइसक्यो गाई। पछि अब बिग्रेन झन् ठुलो भयो भने पनि खाएर भिडियो बनाउँला है त गाई। यसको चाहिँ लहराहरू यहाँ परसम्म गएको छ, फुल्दैछ जाँदैछ। यहाँनिर पनि कता अझै फल्दैछ जस्तो देख्दै थिएँ मैले, चिचिलाहरू लागेको देख्दै थिएँ। कता पो थियो यहाँनिर, यहाँ पनि लाग्दैछ गाई। हेर्नु होला मजाले। यसको मुनाहरू उतातिर पनि एउटा पलाएको थियो, म त करेलाको होला भनेको त अन्तिममा आएर त करेला त होइन रहेछ, खरबुजाको बोट रहेछ। म त चिनेको पनि थिइनँ खरबुजा भनेर। अनि अहिले चाहिँ यस्तो छ है गाई चाहिँ, एउटा बोट छ, खरबुजा एउटा फलिरहेछ। हेर्नु होला मजाले साथीहरू।